नमस्कार साथीहरु, वेलकम टु माई युट्युब च्यानल। आज म तपाईहरुलाई पठाउ पुल रिक्वेस्ट कसरी एक्सेप्ट गर्ने विषयमा बताउन गइरहेको छु। सुरुमा पठाउ ड्राइभ एप्लिकेसन डाउनलोड गर्ने। डाउनलोड गरिसकेपछि आफूले रजिस्टर गरेको मोबाइल नम्बर राख्ने। त्यसपछि अफिसले दिएको पासवर्ड राख्ने। मोबाइल नम्बर र पासवर्ड राखिसकेपछि अब लगइन गर्ने। लगइन गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ साथीहरु। जस्ट नेक्स्ट मा क्लिक गर्ने। त्यसपछि व्हाइल युजिङ द एप मा क्लिक गर्ने। त्यसपछि एलो मा क्लिक गर्ने। एलो मा क्लिक गरिसकेपछि फेरि यस्तो इन्टरफेस खुल्छ साथीहरु। जस्ट नेक्स्ट मा क्लिक गर्ने। यस्तो इन्टरफेस खुल्छ, फेरि ब्याक जाने। ओके गर्ने। नेक्स्ट गर्ने। क्लोज गर्ने। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ अफलाइन देखाइरहेको छ। यसमा जस्ट टच गर्ने अनि अनलाइन देखाउँछ र अनलाइन देखाएपछि मात्र अर्डर आउँछ र अर्डर आउँदाखेरि पहिला रिङटोन बज्छ अनि ओके गर्ने। ओके मा क्लिक गरिसकेपछि अर्डर रिक्वेस्ट एक्सेप्ट भइसक्यो। यो माथि दिएको चाहिँ रेस्टुरेन्टको नम्बर हो। यो तल दिएको चाहिँ कस्टमरको नम्बर हो। यसैमा कल गरेर हजुरको अर्डर अनि लोकेसन कन्फर्म हो कि नै भनेर कन्फर्म गर्नुपर्छ र कन्फर्म हो भनिसकेपछि यहाँ तल दिएको अर्डर प्लेसमेन्ट यहाँ हेर्न सक्नुहुन्छ। अर्डर प्लेसमेन्टमा क्लिक गर्नुपर्छ। अर्डर प्लेसमेन्टमा क्लिक गरिसकेपछि फेरि रेस्टुरेन्टलाई कल गर्नुपर्छ। अर्डर प्लेसमेन्ट गरिदिएको छु भनेर। यति गरिसकेपछि माथि दिएको नेभिगेटमा क्लिक गर्नुपर्छ र रेस्टुरेन्ट तर्फ लाग्नुपर्छ। म बाइक हो, त्यही भएर कारमा क्लिक गरे। कारमा क्लिक गरिसकेपछि Head east on Setiop Marg toward Hamali Marg. र अब निलो लाइन फलो गर्दै जानुपर्छ। In 200 meters, turn right onto Kathmandu Ring Road, NH39. र रेस्टुरेन्ट पुगिसकेपछि बिल काटेर दिनुपर्छ। बिलमा अर्डर आइडी, कस्टमरको नाम, रेस्टुरेन्टको नाम, आइटमको नाम अनि डेट अनि आफ्नो मोबाइल नम्बर सबै लेखेर दिनुपर्छ अनि मात्र खाना दिन्छ। र बिल काटेर दिइसकेपछि रेस्टुरेन्टले खाना दिन्छ। खाना दिइसकेपछि ब्यागमा राख्ने अनि स्टार्टमा क्लिक गर्ने अनि त्यसपछि फेरि नेभिगेटमा क्लिक गर्ने अनि बल्ल कस्टमरको लोकेसन देखाउँछ र त्यहाँ पुगिसकेपछि टोटल पैसा कति देखाउँछ सबै लिने अनि फिनिश गरिदिने। त्यसपछि सक्यो।